हेलो टेस्टीले नमस्ते सबैजनालाई वेलकम छ मेरो ब्लगमा। र साथीहरु आज चाहिँ म घुम्न जाँदैछु नयाँ जग्गा, तपाईहरुलाई देखाउने छु कहाँनिर भनेर। साथीहरु म चाहिँ जाँदैछु, अहिले बाटोमै छु। यो पार्क चाहिँ दिनधारे भइकन भन्ने रहेछ। सिलगढीदेखिको चाहिँ 20 किलोमिटर लाग्छ रहेछ। तपाईहरुलाई पुगेर देखाउने छु है। साथीहरु यहाँनिर चाहिँ हर्नबिल पार्क आइसके हामी। हेर्नुस् है, हामी चाहिँ अब एन्ट्री गर्दैछु। यस्तो दामी पार्क रहेछ यहाँनिर। म चाहिँ फर्स्ट टाइम आएको। हेर्नुस् है, वाउ ए हेर्नुस्, यो चाहिँ मैले फेसबुकमा देखेको थिएँ अन्त आएको। आज चाहिँ कस्तो राम्रो रहेछ पार्क चाहिँ। यहाँ झुला झुल्नेहरू यति दामी दामी लुङदारहरूले हल्लिरहेको छ। हेर्नुहोस् है, यहाँनिर चाहिँ मेरो छोरी खेलाइरहेको छ बाउले। हेर्नुहोस् है, आई लभ नेचर। खेल्ने झुला पनि यस्तो दामी रहेछ है। यहीँ ठुलो मान्छेहरू पनि खेलिरहेछ उपर ऊ। यहाँ हेर्नुहोस्, नानीहरू खेलिरहेको छ यहाँनिर। यहाँ परतिर लुङदार यस्तो दामी हल्दिरहेको छ। यस्तो दामी हावा पनि चलिरहेको छ। यस्तो सफा पनि सफा। बाउले छोरीलाई खेलाउँदैछ है। ए बहिनी, खुसी लाग्यो? मेरो छोरी पनि खेलिरहेको छ। अम्मै के दामी, के राम्री देखेको हेर नि त्यहाँ। हेलो भनिदेऊ न अन्त बहिनी, हेलो। हेर्नुहोस् है, निस्किनु पनि मान्दैन। अब चाहिँ खेलेको गर्नुपर्छ उसलाई। हेर्नुहोस् है साथीहरु, हामी चाहिँ आमा छोरी खेल्दैछु। मजा आइरहेको छ आज चाहिँ। लु बहिनी पनि हेर, लु खेलेको नगर बहिनी। हेर ऊ फ्रक रहेछ, फ्रक। यस्तो दामी हावा चल्दैछ यहाँ चाहिँ। शीतल भइरहेको छ। सिलगढीदेखिको यस्तो टाढो आएर हामी मजा आइरहेको छ। खरसाङको छेउछेउमा छु हामी चाहिँ। यस्तो दामी लाग्यो मलाई चाहिँ घुमेकोले। फ्रेस फिल पनि भयो है। तपाईहरु पनि आउनुहोस् यहाँनिर घुम्नु है। दामी रहेछ जग्गा चाहिँ, मलाई पुरा मन पर्यो। र अझै माथि पनि छ घुम्ने जग्गा, तपाईहरुलाई देखाउँछु है अहिले एकछिनमा। यहाँ हेर्नुहोस् है, आई लभ नेचर। हेर्नुहोस्